हेलो गाइज वेलकम टु माई च्यानल मेरो बहिनी आज हामीले लिएर आएको छौँ नाइट स्किन केयर म गर्छु अनि मेरो बहिनीले चाहिँ गिटार बजाउँछ जो चाहिँ उसलाई नक्कली आर्टिस्ट सस्तावाला आर्टिस्ट अनि मेरो भाइ चाहिँ बुफरवाला खैले देखाउने यो चाहिँ कुन देशदेखि आएको मलेसियादेखि आएको बुफर हो भाइ अफ्रिकादेखि छोरा ओके लेट्स स्टार्ट म चाहिँ स्किन केयर गर्दै जान्छु मेरो स्किन केयर कता गयो मेरो स्किन केयर चाहिँ धेरै हुँदैन यो सेरम हो यो चाहिँ हामीले हस्पिटलको पुरै ग्रुपले किनेको थियौँ दरा सेलबाट बजा न बजा यसको टेक्सचर बाटोमा यति आउँछ आजकल मेरो स्किन चाहिँ ट्यान भएको छ घर गएको थिएँ अनि घर गएपछि चाहिँ मेरो स्किन ट्यान हुँदैन घरबाट यो चाहिँ हरेकचोटि हुन्छ घर गयो भने चाहिँ क्लियर हुन्छ आउँदासम्म क्लियर हुन्छ तर आइसकेपछिको दिनमा चाहिँ मेरो स्किन पुरै चेन्ज देखिन्छ अनि एक दुईचोटि यहीँ बसेपछि नुहाइसकेपछि फेरि क्लियर भइहाल्छ सो द्याट्स इट स्मुथ सेरम भइसक्यो मैले चाहिँ एकचोटि बाटोबाट नि जाँदाखेरि धेरै महँगो के ट्राई गर्नु भनेर मैले सानो कस्तो के छ हिमालयनको ब्राइटनिङ भिटामिन सी सिरम किनेको थिएँ अनि यसमा चाहिँ मलाई बोक्नलाई सजिलो हुन्छ यत्रो बोतल बोक्नुभन्दा फुट्नुभन्दा राम्रो हुन्छ नि यसलाई चाहिँ यसमा खनाउँछु ल खनाउँछु यो नक्कली आर्टिस्टको गाना नक्कली आर्टिस्ट चाहिँ अलि गाना बजाउनुहोस् हामीलाई इन्टरटेन गर्नुहोस् बाजाजी त बन्दै भइसक्नु भयो किन हुनुभयो बाजा बन्द यसलाई चाहिँ यसरी हाल्छु किनकि म डबल सिफ्ट गर्नेलाई चाहिँ बिहान चाहिन्छ कहिलेकाहीँ चाहिन्छ त्यही भएर यसमा यसरी हालेर लग्छु क्या यति भएपछि मलाई चाहिँ ब्यागमा पाउचमा राख्न पनि इजी हुन्छ अब यसलाई बन्द गरिदिउँ म त धेरै महँगो किन्दिनँ मैले चाहिँ मेरो मोइस्चराइजर थियो मसँग त्यो दिदीलाई दिए गाउँ गएको बेला अनि यो निभियाको किनेको कस्तो ड्राई लागेको थियो तर लगाइसकेपछि चाहिँ ठिकै लाग्यो तर लगाउने बेला टेक्स्चर चाहिँ एकदम हेभी लाग्ने कि यो वाला ब्लू कलरको निभियाको हो यो चाहिँ डिफ्रेन्ट डब्बामा थियो त्यसको प्राइस डिफ्रेन्ट नै थियो यसको प्राइस चाहिँ यसरी देखाउँ 125 हो 125 125 को मोइस्चराइजर मलाई चाहिँ ड्राई स्किन छ त्यही भएर मलाई मोइस्चराइजर अलिक ग्लोई स्किन मनपर्छ यस्तो बाक्लो छ कि लगाउँदाखेरि अलि राम्रो टेक्स्चर लागेन मलाई चाहिँ यतिकै लगाउन यस्तो के लगाउनलाई पनि कति
गर्नुपर्ने। चस्मा निकालिकन म घाँटोमा त लगाउँदैन तर म युजली लगाउँछु। यो चाहिँ मैले माथिसम्म लगाएको हुनाले अलि अप्ठ्यारो भएको हो लगाउनलाई। अभी नेपाल मलाई हिजो अस्तिदेखि चाहिँ खोकी लागिरहेको छ। हिजो 3 बजेको सुतेको थिएँ अनि नुहाएर पनि गएको अनि त्यसपछि मलाई कस्तो अन्ध बनाउने इन्सान जग्गो बुन्ने नि दालो चोयाले ज्यानै खायो। यो चाहिँ दुदु बुबुकोले हेर्छ। यो चाहिँ मैले ऱ्यान्डमली किनेको थिएँ तर म चाहिँ दुदु बुबु लभर हो, कमेडी कार्टुन। अनि त्यसको यो बुबु बुबु लिप ग्लस लगाउने। मलाई खासै लिप ग्लस मन पर्दैन, बरु टिन्टेड चाहिँ मनपर्छ। मलाई यो अलिक टिक्छ भनेर पाएको हो, खै मलाई जे कुरा पनि यो ग्लसहरू टिक्छ जस्तो चाहिँ लाग्दैन। एन्ड यति हो मेरो नाइट स्किन केयर, किनकि मुख मैले अगाडि धोइसकेको थिएँ। सो यति नै हो, अरू चाहिँ म खासै लाउँदिनँ। मैले पहिला पनि देखाएको थिएँ, मैले लगाउने भनेको सनस्क्रिन चाहिँ यो सनस्क्रिन हो, यस्तो ग्लोई हुन्छ। अनि अर्को दिउँसो मैले लगाउने भनेको समटाइम्स ब्लस। यो ब्लस चाहिँ सबैले किन्नु होला, किनकि यो जति बेस्ट ब्लस तपाईँले पाउनुहुन्न फिटमीको नै। फिटमी होइन, EIT कि यो मलाई थाहा छैन, तर यो चाहिँ मैले बहिनी इन्ट्रान्स इक्जाम दिन जाँदाखेरि मगाएको थिएँ भिरकुटी मण्डपदेखि। उसले पनि लिएर आयो, मलाई पनि यति राम्रो छ नि। एकचोटि लगाएपछि अरू केही लगाउनु पर्दैन, फाउन्डेसन पनि नलगाए हुन्छ। टिल्क टलक टल्किन्छ। म त लगाउँदैन राति, यसलाई लगाएर हेर्छु। तर मैले चाहिँ विचार गरेको यसलाई यत्तिकै डट गऱ्यो भने चाहिँ ठ्याक्क त्यही स्पट बस्छ, पछि ब्लेन्ड गर्नलाई चाहिँ त्यो दाग जस्तै टप 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 लगाएको देखिन्छ। त्यही भएर यस्तो गरेर हल्का लगायो भने मैले यसले ऱ्यान्डमली यत्तिकै लगाइदिएको। मेरो फेस नै खराब हो गई। मैले मुख धोइसकेँ, अहिले मुख धुने हो, त्यही भएर ग्लस यतिको ग्लस चाहिँ आउँछ, टलक्क टल्किन्छ मान्छे। अहिले मेरो रुमको लाइट चाहिँ अलि डिम छ, त्यही भएर नदेखेको, तर घाममा पनि। अनि यहाँ हेर्नुहोस् टल्किन्छ। गिटारजी तपाईँको बेइज्जत भयो। अनि अरू के छ मसँग, यति नै हो मसँग भएको सामान। अनि मैले चाहिँ कहीँ जानु पर्यो भने लगाउने भनेको एउटा नयाँ किनेको, किनकि मेरोमा चाहिँ सबैको सुट हुँदैन, प्लस मलाई राम्रो पनि लाग्दैन फाउन्डेसन लगाउनु। तर कहीँ जानु पर्यो भने रिसेन्टली गएको 2-3 महिनामा चाहिँ धेरै नै मलाई कहीँ जानु पर्यो, त्यही भएर मैले फरेभर 52 को फाउन्डेसन लिएको छु। तर फाउन्डेसनको चाहिँ ठिकै छ, मैले चाहिँ धेरै युज गर्दैन, तर मलाई चाहिँ अलिअलि मैले लगाउने भनेको अरू केही होइन, त्यो फाउन्डेसन अलिअलि लगाउने। अनि जस्ट म्याजिक भनेको यही ब्लस, दिस वान इज बेस्ट। जसले किन्नुहुन्छ दिस वान इज बेस्ट होला। ल हामी यति भन्दै हाम्रो यो नै, हामी गिटार बजाउँछु। गिटार यसमा एउटा तार छैन, कुन तार छैन यहाँनिरको। कसैले आउँछ भने प्लिज हामीलाई सिकाउनलाई यसो हालिदिनु होला।
ई पहले ई डाउ ना सीखे छोड़ ई छोड़ा ना करो हल्का ऊपर पर ना करो काटा रहते देखी करो Okay, guys.